पब्लिक होलिडे हो आज। हामी चाहिँ अर्ग्यानिक फार्महरू देखाउनलाई बच्चाहरूलाई पनि आमाहरूलाई पनि लिएर हिँडेको। वहाँ पुगेपछि फेरि पुरै डाँडा मुडिया जाने हामी अर्को जिल्ला निकालेर देखाउने यहाँबाट गएर। उताबाट आउने यो यताबाट जाने यो काम चाहिँ लामो टनल छ। सबभन्दा लामो हो यो। लामो उता एयरपोर्टको भयो पहिला यो लामो Guys, hello. साउताउको यतातिर त एकजना मेरो साथी पहिला आज हामी हङकङ चाइना बोर्डरतिर आइपुगेका छौँ। यहाँ चाहिँ अर्ग्यानिक फार्मको अवस्था के छ त्यो चाहिँ हेर्नको लागि फ्रेन्डलिनको अर्ग्यानिक फार्ममा आइपुग्यो हामी। यता हेर बाई गरेर हाई गरेर लामा यता हेर्नुहोस्, उता हेर्नुहोस्, घाम लागेको रहेछ। एकदमै फ्रेस हावा चलिरहेछ। के यहाँ साइकल छ अनि यसरी प्लास्टिक दछ्याउने सिस्टम रहेछ क्या अहिले। झारै नउम्रिने। यहाँ बाख्राहरू पालन बाख्रा पालन भएको छ भनेर लेखेको होला यहाँ। खेतीपाती गर्ने तरिका चाहिँ यस्तो रहेछ। प्लास्टिकले कभर गरिसकेपछि झारपात नउम्रिने अनि बिचमा यसरी कुलो जस्तो बनाइदिने, पानी त्यही बस्ने होइन। बिरुवाले चाहिँ बाजे किन हावा चलिरहेछ, गर्मी पनि छ। यहाँ यसरी घुमाइराखेको अवस्था। पानी सिँचाइ चाहिँ निकै राम्रो रहेछ जस्तो लाग्यो। यहाँ पाइपहरू छ है, पानी कहाँबाट आएको छ।
आज हाम्रो विमल गेवाली भाइको विशेष बाउ छोरी अगाडि हिँड्दैछन्। हामी पनि हाम्रो कुचरुङ परिवार त्यसपछि पडली माइजू सँगै छौँ। त्यसरी जङ्गलको नजिकै त्यहाँ पर पनि सबैतिर टनल बनाएर खेतीपाती गरिरहेको अवस्था हो। माटो चाहिँ अलिकति बालौटी टाइपको हो कि क्या हो होइन? बदाम हुन्छ होला। कता? You guys need to know how the fruits and vegetables are, grown up. Water. Hmm? Water, seeds. चपिलो हुन्छ नि सानोसँग टमाटर। Do you guys like to do the farming? Yeah. Stay here and then, play with the plants every single day? Would you be happy? Would you be enjoying? But I would have a heat stroke. Heat stroke? So hot here. Winter, yeah, maybe. But all the plants are going to die. But in the summer, it's going to be so hot. Hello. काँचो डढी पाकेको भन्दा ठिक हो। उताबाट हेर्नु त म यताबाट हजुर अर्ग्यानिक छ नि हेर्ने रातो यसले त्यो राजाबाजी आउनाले यसरी मार्केट पाएन। आन्दोलन भयो। अहिले शिक्षक आन्दोलन छ, त्यसले गर्दा सबै बन्द भयो। यो टमाटरले मार्केट पाएन। हो नि, यस्तो अवस्था है। देशको अवस्था यस्तो छ। राजनीतिक खिचातानीमा चाहिँ होइन, कस्तो छ। काँचै खाउँ जस्तो छ। कटहर फलेको यहाँ हेरौँ अब लछप्पै कटहर फलेको छ। यसरी तलबाटै एउटा कुए छ है, झप्पै फलेछ हो। यो कटहर कति ठुलो होला। ऊ त्यहाँ पर पनि कटहर। कुहु 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 कुहु। गद्दा फालिएछ यहाँ। त्यो बुट्टालाई मेसिनले काटेको चट्टै पारेर
चर्को घाम चर्को छ तर पनि अब खेतीपाती हैन माटो प्रकृति माटोसँग सम्बन्ध स्थापित गर्न सकियो भने पञ्चतत्त्वमध्ये एउटा तत्त्व हामीसँग जोडिने विन्टरमा भए त ठिकै हुन्थ्यो गर्मी भयो भन्छ नानीहरूले गर्मीमा सकिन्छ कि सकिँदैन त खेतीपाती गर्न के रहेछ माइजू यो त मुला हो नि ए चुकन्दर पनि रहेछ चुकन्दर पनि छ यहीँ है हेल्थको लागि एकदमै राजा यसको रस खाने हो भने नाइट्रिक अक्साइड पाउँछौँ हामीले जसले चाहिँ नसाहरूलाई हेल्दी बनाउने ब्लड फ्लोलाई राम्रो गर्ने यो मुला हेरौँ न मुला कति ठुलो मुला हो यत्रो ठुलो मुला यो मुलाको मारेर फेरि फलाएर फालिरहेछन् जताततै बुझिन सकिन्छ हामी अघि उति बाटोबाट आएको अहिले फेरि यो बाटो जाँदैछौँ फिर्ता जाँदैछौँ भ्यू चाहिँ अर्ग्यानिक हो जस्तो लागेन खेतीपाती गर्ने तौर तरिका चाहिँ अर्ग्यानिक होला यहाँ कुनै पनि विषादीहरू प्रयोग गरिएको छैन होला पेस्टिसाइड्स हैन तर पनि यो मुलाको साइज हेर्दाखेरि हाइब्रिड जस्तो लाग्यो यो चाहिँ सकरखण्ड हो क्या स्विट पोट्याटो भ्याङ्गुता कहाँ छ हो घर लिएर जाने हो भ्याङ्गुतालाई खै भ्याङ्गुता It looks like Patrick. हो र हो रहेछ कलरफुल छ है कति कलरफुल हो कति राम्रो भ्याङ्गुतासँग खेल्ने हो किप गर्ने कहाँ घर लगेर तिमीले त्यहाँ ऊ लान फिस ट्याङ्कमा राख्ने जस्ट टच गर न Touch? If it doesn't move, then it's dead. Touch it. Just touch it. Hey, you touch it, Baba. You're braver than me. It's not gonna harm you. Wait, I have an idea. This scissors there. Harmless creature. Yeah, it's alive. It's alive. I think it was sleeping or something. Wanna keep it? Can I keep it? Can't put it in here. Can I? You carry on your farm, okay? If you can. Can I? Can you do that? Can I? It looks like Patrick. Try. How? With what? Your hand. I don't want to. Give me your phone. I need like a bag or something. Give me your mobile phone. Can you just hold? I put it here. No. You are not allowed to put that because he or she deserves to be in the water, not on the air or dry place. Okay? What? That's animal right. Frog right. Then how am I supposed to take it? I just want you to take and then hold for a few seconds. Pick it up. It's not gonna bite you. It's bad. टोक्दैन क्या नानी It's not poisonous. Just टोक्दैन खै हेरौँ त ओहो हेर खै त देखौ Excited? This is my dream. I love this. Can I keep it? I'm gonna name it Patrick. Patrick. You can put it in the bottle. You don't want to touch? Okay. Alyssa, Can I let her to touch. Let her to touch. You dropped it. Go. Patrick. Patrick, no. No, Patrick. Patrick. Put it like this. Put your hand like this. Touch got a camera. It's okay. Touch It doesn't harm you. Yeah, you see? It's so slimy. Huh? Because it's Slimy. Let's bring it. Put him back. Can I carry it? Carry like few minutes. Then
You cannot. You're not allowed to bring it. Put it back. Kiss her. I don't want it to be a If you prince. kiss it, you become a princess. I know. Bye. Bye. See you next year. See you next week. हात दो नि हात पखाल न भनेको तलको पानीले पखाल Over there. Here. No, it's right there. Water spray there. Look at that. It's not even there. Oh. Why is there a frog there? Imagine there's more. Let's go. Yesterday I saw a huge catfish. We are left behind. Yesterday, अस्ति मरा ठुल्दाजी त्यो ब्याडमिन्टन कपको किन्न गएको हिजो हिजो किन्न गएको अनि बेङ्गुर त भेटेको हजुरसँग बाबासँग बाबासँग and then like कस्तो ठुलो क्याटफिस भेटेको हो र यस्तो ठुलो किम्बुपल्ली ऊ त्यहाँ पर यो पाके छैन होला है किम्बु पाक्ने बेला हो र अहिले झेबी डाँडातिर बेच्छ नि फल्छ नि ए हो र यसको मतलब अवलमा पनि हुँदो रहेछ उसमा पनि हुँदो रहेछ यो के बुट्टा हो त यो यताको यो यसको नाम चाहिँ फोनिक्स फार्म रहेछ होइन त्यहाँ वाट्सएप नम्बर पनि राखिदिएको छ क्युआर कोड पनि जेनेरेट गरिएको रहेछ यो फार्ममा चाहिँ के देखिन्छ वाटरमेलन होइन ग्राप्स गुरहरू यो बाटो गएर यतातिर सम्भवतः हामीले आफैले टिप्ने त्यसपछि मालिकलाई देखाएर जोखेर पैसा दिने हो कि अब ठ्याक्कै आइडिया चाहिँ भएन तर यो चाहिँ फोनिक्स फार्म है यहाँनिर यो फार्म टक्कै मधेसतिरको याद आयो ऊ त्यहाँ पर देखिएको बिल्डिङहरू चाहिँ चाइनाको सहर सेन्जेन सहर हामी चाहिँ चाइना र हङकङको बोर्डरमा आइपुगेका छौँ यहाँ चाहिँ टमाटर रहेछ अर्ग्यानिक टमाटर पन्के Nico, what is this? Oh. यहाँ चाहिँ सुटुनी सकरखण्ड अघि नै दुईजना मैयाहरू एकजनाले पैसा दिन खोज्ने अर्कोले पैसा पर्दैन भन्ने झगडा गर्दै थियो फार्ममा हैन फार्मको चाहिँ चिजहरू दिएको भएर पैसा दिन खोजेको यहाँ जुस केही किन्न नपाइने रहेछ हैन ल एउटाले पैसा लियो कि लियो भन्ने अर्कोले पैसा पर्दैन भन्ने यस्तो भयो संस्कार उताको रहेछ क्या हाम्रो त्यो हामी चाहिँ आर्मी क्याम्प फोनिक्स फार्मबाट अब हामी हिन्दू मन्दिरको दर्शन गर्न जान्छौँ
विशेष हाम्रो बिमल गेवाली भाइको संरक्षणमा चाहिँ त्यो मन्दिरको खाना थियो कि कुकुर पाउँथ्यो के खानुपर्ने थियो अझ दिन्छ त्यो तिर्खा थियो के खाने हो होइन अहिले दिन ऊ नगर्नु हामीलाई टाइम पनि क्याच गर्नु पर्यो नत्र तर यता पनि सबै चिन्छ नि यिनीहरूले यहाँ मलाई हो र म त आएँ आफन्तै रहेछ सबै तेरो बुढी खै त भनेर सोधि थिएँ त्यो तिनीहरूले यो टमाटर हेर न अरू यहाँ पैसा लिँदैन अरूले खेतीपाती हेरेर कस्तो लाग्यो आमा नगर गरेर हुने के छैन सबै हुन्छ हेर त नगरेर पो त गरेर हुने कुरा हो 爸爸给我这产妇啊！ आमाले के भनिन्छ गऱ्यो भने हुने रहेछ राम्रो लाग्यो नेपालतिर पुगे जस्तो लाग्यो एकतलेहरू घरहरू देख्दै गर्दाखेरि डाँडा काँडा देख्दै गर्दा जङ्गल वन जङ्गल होइन अनि आर्मी हुँदाखेरिको मन्दिरमा हामी चाहिँ यहाँ भिजिट गर्न जाँदैछौँ यो बिल्डिङहरू पछि बनेको यो अग्लो बिल्डिङहरू मन्दिर भयो अब यो सबै किन सबै यहाँ नि गोसरी सबै यहाँ गोर्खा सबै लेखेको छ कि जाने बाटै त्यही हो अरे यो टोइलेटबाट साइडमा अब अहिले मान्छे हिँड्न छोडेपछि बाटो हरायो यो किरा करायो नि ठ्याक्कै कति 11-12 बजीतिर कराउँछ नि उतातिर घाँस काट्दा काट्दै 12-1 बजीतिर बिस्तारै आमा थाक्नु भयो भने भन्नुहोस् ओ किरा ओ किरा है यो तर सानो छ यो ठुलो आवाज निकालिदिन्छ यो किरा यो आस्था त हिँडेको अस्ति नेपाल गएर ऊ उता हेरेर आमाहरूलाई पनि हेरेर हिँड्नु नि Baba, help me. के हेल्प गर्ने हो Hold me. ल Mama, hold me hard. I strapped myself. बिस्तारै है बिस्तारै Can we not go? I want to go back. मन्दिरमा जाने हो क्या मन्दिरमा You're not even helping me. मैले इन्करेज गरिरहेको छु हाउ आई इन्करेज पिपल That is not encouraged. There are people climb Mount Everest
and then you're finding it challenging to climb. Finally हामी चाहिँ त्यो भिरालो है राम्रो बाटो थिएन भए पनि त्यो बाटो पार गरेर हामी यहाँ आइसकेका छौं। यो ठाउँ यस्तो देखिन्छ, सानो नहर पनि बनाएको देखिन्छ। यहाँनिर मन्दिर छ। यो मन्दिर यतापट्टि चाहिँ नेपालको मन्दिरको रूप देखियो, मूर्तिहरू अनि घण्टी है, फलफुल यहाँ मतलब यहाँ पूजाआजा पनि हुने गर्दछ भन्ने कुरो प्रमाण छ। घण्टी पनि छ। विभिन्न खालको मूर्तिहरू हामी यहाँ देख्न सक्छौं। यो अर्को कुरा चाहिँ यसलाई के भन्छ, मठ भन्छ। यहाँ धोबती बाल्ने या तुलसीको बुट्टा पनि रोप्ने चलन छ। यतापट्टि यो के छ त भन्दा हिन्दू टेम्पल बर्मा लाइन भन्ने। द हिन्दू टेम्पल एट बर्मा लाइन्स formerly known as Queen's Hills Camp in Fanling was built in 1960s for the Gurkhas from Nepal who were stationed at the camp. The temple is dedicated to the god of destruction in Hindus. Mahadev ko rahecha ke called Shiva. The temple resembles a lotus, the holy flower which represents beauty and holiness in Hindus. यसलाई फोटो पनि राख्दिनु। यो चाहिँ यस्तो बस्ने विश्राम गर्ने ठाउँ रहेछ र यतापट्टि यसरी सुरुरु हावा चलिरहेछ है। यहाँ एक किसिमको बाजा पनि राखिएको छ। बाजा नै हो यो। यस बाजा हो। माता दुर्गाको फोटो यहाँ बसेर पूजा गर्ने। पहिलाको आर्मीको 1960 भनेपछि 65 वर्ष अगाडि बनेको 65 वर्ष अगाडि बनेको मन्दिर। यो मन्दिरमा आउने क्याम्प चाहिँ यतापट्टि हो। भाइ क्याम्प चाहिँ कतापट्टि हो? यहाँदेखि उता क्याम्प हो, उताबाट यहाँ आएर यहाँ मन्दिरमा दर्शन गर्ने। फ्यामिली क्वार्टरहरू यतापट्टि छ है। यहाँनिर जुत्ता राख्ने होला यो मन्दिरमा आउनुभन्दा। तर यो मन्दिरको संरचना मन्दिर टाइपको मैले देखिनँ। जस्तो युरोपतिर घर बनाइन्छ नि, हिउँ पर्यो भने हिउँ चाहिँ त्यहाँ नबसोस् माथि छानामा भने जस्तै टाइपको छ यो स्थल। कस्तो लागिरहेछ? कस्तो लागिरहेछ यहाँ भेट्न? राम्रो? कस्तो लागेछ? रमाइलो छ? पानी छैन अहिले, पानी कारमा छ पानी अहिले त तल गएर किन्ने। हामी अहिले हिन्दू टेम्पलमा आइपुगेका छौँ दर्शन गर्न। महादेव शिवको तर यो थुप्रै मूर्तिहरू पनि छ होइन। सबैलाई रक्षा गरौँ। 65 वर्ष अगाडि बनेको संरचना। जति बेला यहाँ चाहिँ ब्रिटिस गोर्खा क्याम्पहरू थियो होइन। यतापट्टि पनि बस्ने ठाउँ छ। यहाँभित्र पनि मन्दिर छ। यहाँ यो मन्दिर हाम्रो विमल गेवाली भाइले चाहिँ जीर्णोद्धार गरिदिएको। त्यसपछि अहिले एउटा मन्दिरको स्वरूप चाहिँ यस्तो छ। कोही पनि यहाँ इच्छुक व्यक्ति हुनुहुन्छ भने यहाँ आएर दर्शन गर्न, पूजापाठ गर्न होइन। Is it? Yeah. Can I record? What's that? Neutralite. Oh, Neutralite. Here, nearby Hindu temple, middle of the jungle. What is that? How do you guys recognize? This one.
walking, and then I remember I had like the Italian look like that, so I thought it was Emily. All right. Let's move on. Bye. Guys, Yeah. how's your experience today? Good. Good? Take that. Can I have a stick? Walking stick. Why do you need walking stick? You're strong enough. I'm not strong enough. I'll take care of you. Okay? Before you were like so scary. Ito bata ki, ito bata. सीधै सीधै आऊ. This is the hard part. You know, any way is fine, right? I don't care. नीलो आकाश बादल हैन जंगल कति आनन्द छ होला स्वर्गको टुक्रा कतै उछिटिएर यहाँनिर आइपुग्यो कि जस्तो छ हेर्नु जङ्गल अर्ग्यानिक ठाउँ आनन्द एकछिन नानी एकछिन हामी अब यो रिक्सा चलाउन पाइने ठाउँमा आइपुग्यौँ पल्लो पाखा जाने हामी आमा अलि पर जानुहोस् त एकछिन है Hello. Order meal. How much? Hello. 50. 50 for whole day. Whole day $50. Yeah. Come, $50. Yeah. We're here. Yeah. Hello. Going to rent the bicycle. Hello, so many people to rent that one. And then which one? You said $40 for whole day. Whole day, yeah. Yeah. Which kind of bicycle? Hello. Oh, this all. This all. So we need 3-wheelers. What? 3-wheelers. 1 hour 40. You got three. Free have yeah. Have yeah. How much? Yeah. 1 hour, 2 hours? 100. 1 hour. Anytime come back. Close the door at 7 o'clock. Baba, to kasi chicken na ba? सस्तो To sasto. Hello, come into सस्तो low. To sasto ko lagi. Hello, come into low. Yeah. Wait, my friend is coming now. Okay. Baba, to Hello, you rent the bicycle, you find me. Hello, Okay, this shop. sure. Okay. Hello, this street. Okay. Hello, this street. Okay. Total 2 bossy. Okay. Yeah, it's more bossy. Yeah, that one. You're also big bossy, right? Yeah, it's more Manthai. bossy. Yeah. Okay. Yeah. Okay, thank you. यो साइक्लिङको एरिया छ यहाँ तीन पाङ्रे कहिले नचलाएको नाच्न नजानेपछि आँगन टेढो भने चाहिँ पहिलो एउटा लियो त्यो पनि दाहिनेतिर गयो दोस्रो लियो मान्छे सवारी उतारेपछि पनि त्यस्तै भयो भनेपछि नाच्न नजानेको भन्ने कुरो चाहिँ प्रमाणित भयो चाइना सेन्जेन भन्ने ऊ त्यहाँ पर यहाँ समुद्र छ ऊ त्यहाँ टापु छ होइन यहाँ ऊ डुङ्गामा मान्छेहरू खेलिरहेको छ देख्नुभयो डुङ्गामा अनि यतापट्टि चाहिँ पानीको
यो चाहिँ समुद्र पर्यो यतापट्टि चाहिँ पानी ड्याम हो यतापट्टि खै उता पुगिसक्यो होला अलि पर यतै होला नि यता कता छ यहाँ चाहिँ ठुलो एरिया रहेछ साइकल चलाउन सक्नेले साइकल लिएर चङ्गा पनि उडाइरहेछ उति चङ्गा उडाइरहेछ हावा सुरु आइरहेछ अनि त्यो चाहिँ चाइना रिक्सा चलाउनु मेसो पाएन नि मैले ट्रेनिङ लिनुपर्ने भयो तालिम लिनुपर्ने भयो दाहिनेतिर मात्रै हिँड्ने सिक्न पर्यो मैले नानीहरू कता गयो How is it? Good. Bye, Papa. Wait. Fresh water. यो नुनिलो पानी साइडतिर चाहिँ त्यहाँ हाम्रो व्हाइट बुद्ध व्हाइट बुद्धलाई चाहिँ हामीले नजिकबाट बसेर हेर्न सकिन्छ यहाँ मेरो तीन पाङ्रे चलाउनलाई निकै गाह्रो हो आज बल्ल प्र्याक्टिस गर्दैछु एकछिनमा यहाँ खेलाउँछु यिनीहरू कस्तो लाग्यो आमा यहाँ रमाइलो लाग्यो ल यहाँबाट पनि फर्किने बेला भयो अब के छ हालखबर यिनीहरू टाढाबाट देख्नुभयो होइन दर्शन पनि भयो त्यही बाटो भएर जाने अब व्हाइट बुद्ध यो ठाउँको नाम के अरे ताइपो साइक्लिङ गर्ने ठाउँबाट हामी चाहिँ वापस फर्किँदैछौँ यहाँ बोटिङ गर्ने ठाउँ पनि छ निकै राम्रो यहाँ पहिला आए पनि परसम्म नपुगेको अवस्था त्यो पारिपट्टिको सेन्जेन हो त्यो चाहिँ हङकङै हो त्यसो भए मिस्टेक भएछ इन्फर्मेसनमा यहाँ चाहिँ यसरी स्विमिङ गर्ने एरियाहरू पनि Guys, look at here. This is the beach. Taipo Beach. You can actually, literally swim on the beach. Yeah. Right? देख्नुभयो दाहिनेतिर अब देखिन्छ एकछिन देख्नुभयो यतापट्टिको यो सिसा भनेको यताको आवाज चाहिँ उता बस्ने मान्छेहरूलाई डिस्टर्ब नगरोस् भनेर बनाएको
जति खर्च लागे पनि बनाइदियो साइकुङ छोरीहरूले पिज्जा खाने इच्छा गरेपछि हामी चाहिँ अहिले यो पिज्जा घरबाट साइकोङको चाङस्युकिन स्पोर्ट्स सेन्टरको नजिकै पिज्जा अर्डर गरेर टेकअवे गरेर हामी जाँदैछौँ साइकोङको माथि डाँडामा। लिम्गाको हो फेरि उसको आमाले साले जो हाम्रोतिर नै हो नि नानीहरूले चाहिँ सुनेर सुन्दर मेरी हजुर नाच त नाच त डान्स डान्स खमाली चोली माथि छड्के लायो भालेकी रूपै सुन्दर मेरी हजुर दफा खै भालेकी हेरिलो है रूपै सुन्दर मेरी हजुर दफा खै भालेकी खमाली चोली माथि छड्के लायो भालेकी सुन्दर मेरी अब तल भ्यू हेर्दै डाँडामा हैन कस्तो भयो नानीहरू कस्तो कस्तो छ पिज्जा पिज्जा कस्तो छ हेलो हामी चाहिँ यो कुन डाँडा गरे माउन्सन फेओसन डायमन्ड हिलको माथि हैन
यो पोइन्टमा चाहिँ पर्सनल सवारी साधन छ भने आउनलाई एकदमै राम्रो मनमोहक ठाउँ। अनि यो यहाँनिर यो चाहिँ वान वे हो, यताबाट आएर यताबाट जाने। कोही मान्छे ट्याक्सी पनि लिएर आउँदो रहेछ भाइ। भ्यू यस्तो देखिन्छ। काइताक एयरपोर्ट यतापट्टि, स्टार फेरि छिम्सासु यतापट्टि, जोर्डनको त्यो सबभन्दा अग्लो टावर त्यहाँनिर। हामी चाहिँ अब फर्किने क्रममा छौँ। आजको बिदाको दिन छोरीहरूसँग बिताउन पाउँदै गर्दाखेरि रमाइलो, प्लस आमा माइजूहरूसँग पनि। हेर्नुहोस् त आमा, उसबाट आएको पानी परबाट एकदमै मिनरल्स भएको, खनिज तत्त्व भएको पानी। अब हामी घरतिर फर्किँदै गरेको अवस्था।